आज कति दिनपछि धनुषा जिल्ला मिथिला नगरपालिका लालगढ अस्पतालमा पानी परेको छ। हुरी बतासहरू आइरहेको छ, असिना पनि परेको छ। कति शीतल भएको छ, शीतल अनुभव भएको छ। मकैहरू सबै सुकिसकेका थिए, बोट बिरुवाहरू सबै सुकिसकेका थिए। अब हरियो हुनेछन्, सबै हरियाली देखिनेछ सबै चिजहरू। असिना पनि अलिअलि परेको छ। सायद मकैलाई केही बिगार्दैन होला, किनकि सानो सानो असिनाहरू परेको छ। हेर्नुहोस् त, आनन्द आएको छ पानी परेर, क्या रमाइलो भएको छ। असिना पनि अलिअलि परेका छन्। हो, हुरी चल्यो, हुरी हुरी। ओहो, लिची लटरम्मै फलेको छ। अब भोलिदेखि लिची पुरा मजाले पाक्छ। अब हेर्नु है, सबैजना लिची खान आउनु होला। स्वागत छ हजुरहरूलाई। धन्यवाद आज पानी परेको लागि। थ्याङ्क यू। आज कति दिनपछि धनुषा जिल्ला मिथिला नगरपालिका लालगढ अस्पतालमा पानी परेको छ। हुरी बतासहरू आइरहेको छ, असिना पनि परेको छ। कति शीतल भएको छ, शीतल अनुभव भएको छ। मकैहरू सबै सुकिसकेका थिए, बोट बिरुवाहरू सबै सुकिसकेका थिए। अब हरियो हुनेछन्, सबै हरियाली देखिनेछ सबै चिजहरू। असिना पनि अलिअलि परेको छ। सायद मकैलाई केही बिगार्दैन होला, किनकि सानो सानो असिनाहरू परेको छ। हेर्नुहोस् त, आनन्द आएको छ पानी परेर, क्या रमाइलो भएको छ। असिना पनि अलिअलि परेका छन्। हो, हुरी चल्यो, हुरी हुरी। ओहो, लिची लटरम्मै फलेको छ। अब भोलिदेखि लिची पुरा मजाले पाक्छ। अब हेर्नु है, सबैजना लिची खान आउनु होला। स्वागत छ हजुरहरूलाई। धन्यवाद आज पानी परेको लागि। थ्याङ्क यू।